हाई मिनासान ओहायो गोजाइमासु ओगेन्की देशु का। आज पनि हामी लेसन 2 को ग्रामर लिएर आएका छौं है। ल लेसन 2 चाहिँ पढ्नुभन्दा पहिले तपाईलाई लेसन 1 कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। र लेसन 1 पढिसक्नुभयो हजुरहरुले, अब 2 पनि पढ्नुस् है। ल हाजिमासु सुरु गरौँ है। लेसन 2 ग्रामर। ल कोरे सोरे आरे है, हामीले पढ्नुपर्ने सुरुमा चाहिँ हामीले कोरे सोरे आरे यो त्यो उत्यो है। यसको अर्थ चाहिँ कोरेको अर्थ यो भनेको चाहिँ नजिकको है, आफूभन्दा धेरै नजिकको वस्तुलाई हामीले यो कोरे भन्दछौं। अनि थोरै टाढाको वस्तु है, थोरै टाढाको वस्तुलाई सोरे भन्दछौं भने त्यो दुवैदेखि है, दुवै मान्छेदेखि चाहिँ टाढा रहेको वस्तुलाई हामीले आरे भन्दछौं है। आरे भनेको अलि टाढाको वस्तुलाई हामीले आरे भन्दछौं। ल यो चाहिँ कस्तो खालको हो है, केमा प्रयोग गरिन्छ, कस्तोमा प्रयोग गरिन्छ, कसरी प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ हामीले अब जान्छौं है। लेख्दै छौं यो है, यो सधैं वा पार्टिकल प्रयोग गरेर मात्र नाउन लाग्छ है। कोरे सोरे आरेमा चाहिँ यिनी चाहिँ सधैं के गर्छन् त भन्दाखेरि वा पार्टिकल लागेर मात्र के गर्छ त नाउनको प्रयोग गरिन्छ है, नाउन लाग्दछ। ल अब हामीले रे लेखौं है। रे लेखिसकेपछि बुझिन्छ है। यो कोरेको लेख्यौं, कोरे कोरे वा वातासिनो यो त होन देश है। कोरे वा वातासिनो होन देश यो चाहिँ मेरो बुक हो है। कोरे वा वातासिनो होन देश यो चाहिँ एउटा रे भयो है। आई एम सरी मिनासान, यहाँ छुटेछ। कोरे वा वातासिनो होन देश यो चाहिँ मेरो बुक हो। अब हामीले सोरेको बनाउँछौं है। सोरे वा मिरा सानो के त सोरे वा मिरा सानो भन्नु त ल। ओके तो केही देश है। सोरे वा मिरा सानो तो केही देश है। त्यो चाहिँ मिराजीको है। मिराजीको के हो त तो के भनेको घडी, घडी हो। सोरे वा मिरा सानो तो केही देश है। अब आरेको पाला आयो है। ऊ त्यो है, टाढाको वस्तु देखाउँदा ऊ त्यो भनेर चाहिँ भनिन्छ आरे। आरे वा के त कसको सेन्सेई नो के त नोतो देश है। आरे वा सेन्सेई नो नोतो देश है। त्यो चाहिँ ऊ त्यो चाहिँ सेन्सेईको नोट हो है। नोतो भनेको नोटबुक है। ऊ त्यो चाहिँ सेन्सेई को नोटबुक हो। आरे वा सेन्सेई नो नोतो देश है। ऊ त्यो चाहिँ सेन्सेईको नोटबुक हो। ल मिनासान कोरे सोरे आरेको सेन्टेन्स है। रे चाहिँ हामीले यति लेख्यौं। हजुरहरुले चाहिँ यो भन्दा धेरै मात्रामा चाहिँ रे लेख्नु होला है। हामीले चाहिँ यति 3 वटा कोरे सोरे आरेको रे चाहिँ हामीले 3 वटा यति नै लेख्यौं है। ल यो चाहिँ सकियो।
मिनासान अब हामी चाहिँ अर्को पढ्छौँ। मिनासान अगाडि हामीले के पढ्यौँ? पोरे सोरे आरे पढ्यौँ है। अब हामीले के पढ्छौँ त? कोनो सोनो आनो है। कोनो सोनो आनोको पनि अर्थ के हुँदैछ त? यो त्यो उ त्यो है। तपाईहरुलाई मैले जसरी चाहिँ अगाडि चाहिँ यो कोनो सोनो आनोको बारेमा भनिदिएको छु, अर्थ चाहिँ त्यसै गरी चाहिँ हजुरहरूले बुझ्नु होला है। र यसलाई चाहिँ कसरी प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ हामीले अब सिक्नुपर्छ। यो सधैँ है नाउन प्रयोग गरेर मात्र वा प्रयोग हुन्छ है। यो चाहिँ के हुन्छ त? कोनो सोनो आनोमा चाहिँ नाउन प्रयोग गरेर मात्र वा हुन्छ। पोरे सोरेमा हामीले के भनेको थियौं? वा पार्टिकल प्रयोग गरेर मात्र चाहिँ नाउन प्रयोग गर्ने भनेको थियौं भने कोनो सोनो आनोमा हामीले नाउन प्रयोग गरेर मात्र वा प्रयोग हुन्छ है। अब हामीले यसको पनि रेतिर जाउँ। रे रहेको छ। रे के त? कोनो है। कोनो एन पिचु है। कोनो एन पिचु वा। कोनो एन पिचु वा वातासी नो देश है। कोनो एन पिचु वा वातासी नो देश। हेर्नु त, मैले नाउन प्रयोग गरेर मात्र वा प्रयोग गरिन्छ भनेको थिएँ। यो सिसा कलम चाहिँ मेरो हो है। यो सिसा कलम है अथवा पेन्सिल चाहिँ मेरो हो। कोनो एन पिचु वा वातासी नो देश। अब हामीले सोनोको पाला आयो है। सोनो सोनो खाबान वा कसको हो त? ल भन्नु, कसको हो त? सेनो देश है। कोनो खाबान वा सेन्सेई नो देश है। सोनो खाबान वा सेन्सेई नो देश। त्यो झोला चाहिँ सेन्सेईको हो है। त्यो झोला चाहिँ सेन्सेई को हो। सोनो खाबान वा सेन्सेई नो देश है। त्यो झोला चाहिँ सेन्सेईको हो भनेर चाहिँ हामीले कोनो र सोनोको हामीले रे लेख्यौं है। अब तपाईले आनको रे चाहिँ तपाईले लेख्नुहोस् है। त्यो रे चाहिँ आनको रे चाहिँ तपाईलाई मैले जिम्मा दिए। ल आनको बारेमा पनि मिनासान हामीले यति नै पढ्छौं है। ल हामीले चाहिँ सुगी अर्को अब ल मिनासान हामीले अर्को पढ्नुपर्ने कुरा छ सौदेश र सौज्यारिमासेन है। हामीले चाहिँ एन्सर दिँदा चाहिँ हामीले टु लेसनमा गएर सौदेशमा दिन सक्छौं है। सौदेश है। ल हामीले यसको पनि रे पढौं है। कोनो खाबान वा आना तानो देश का है। कोनो खाबान वा आना तानो देश का। यो ब्याग यो झोला तपाईको हो। कोनो खाबान वा आना तानो देश का भन्छ है। यदि तपाईको हो भने है पोजिटिभ एन्सर दिनुपर्ने छ। यदि तपाईको हो भने हामीले के एन्सर दिने त? एन्सर लेख्दा हाई हजुर सौदेश हाई सौदेश हजुर हो है। हाई सौदेश हजुर हो। यदि होइन भने ए सौ
आरिमासेन है ए सौजारिमासेन होइन है ए सौजारिमासेन होइन हाई सौदेश हजुर हो भनेर चाहिँ हामीले सौदेश र सौजारिमासेनको चाहिँ हामीले यसरी बुझ्न सकिन्छ है ल मिनासान यो पनि हामीले सौदेश र सौजारिमासेनको बारेमा हामीले यतिकै चाहिँ इन्डिङ गर्यौं है अब तपाईहरुले चाहिँ यसको बारेमा थुप्रै एक्जाम्पलहरु चाहिँ आफूले कापीमा लेखेर पढ्नु होला है ल हामी सुगी अर्को छ अब ल मिनासान फेरि पनि अब हामीले पढ्नुपर्ने कुरा के छ त भन्दाखेरि नानी नानी का नानी नानी खा है यो चाहिँ हामीले यसरी बुझ्न सक्छौं यसलाई यो चाहिँ यो हो कि यो हो मानौ है हामीले दुईवटा चाहिँ कम्पेयर गर्ने है दुईवटालाई चाहिँ हामीले यो हो कि त्यो हो है भनेर चाहिँ भन्न सक्छौं जस्तै योबाट भन्नुपर्ने एक्जाम्पल के छ त भन्दाखेरि ल है यहाँ जस्तै मानौ एउटा के छ त आ छ है यो चाहिँ जापानिज हिरागानाको आ भयो यो कसैले आ पनि भन्छ कसैले ओ पनि भन्छ है यसले चाहिँ हामीले आ हो कि ओ हो है यदि आ हो भने आ नै भन्नु पर्यो ओ हो भने ओ नै भन्नु पर्यो जस्तै रेमे के हुन्छ त कोरे वा आ देश का ओ देश का कोरे वा आ देश का ओ देश का यो चाहिँ आ हो कि ओ हो है कोरे वा आ देश का ओ देश का यो चाहिँ आ हो कि ओ हो भनेको है यो आ हो कि ओ हो त यो आ हो भने आदेश है यो आ हो भने आदेश भनेर चाहिँ एन्सर दिन सक्यो है यदि ओ नै छ भने यहाँ फेरि ओ देश है यसै भन्न सक्यो है अर्को छ एउटा सोरे वा के त होन देश का नोतो देश का कोरे सोरे वा होन देश का नोतो देश का है त्यो चाहिँ बुक हो कि नोटबुक हो है त्यो चाहिँ बुक हो कि नोटबुक हो नोटबुक भयो भने नोतो देश लेख्ने यदि होन हो भने होन देश लेख्ने है ल मान यो होन हो होन देश ल अर्को फेरि नोतो हो नोतो पनि हुन सक्छ नोतो हो भने नोतो देश है कोरिया होन देश का नोतो देश का भन्यो है होन देश लेख्न पनि सक्यो नोतो देश लेख्न पनि सक्यो है त्यसलाई चाहिँ हामी यसरी चाहिँ हामीले पढ्छौं है नान्नानी खा भनेको चाहिँ हाम्रो यही हो है यो हो कि यो हो भनेर चाहिँ चिन्ने दुईवटामा चाहिँ हामीले एउटा चुज गर्ने है यो हो कि यो हो भनेर चाहिँ होन देश का नोतो देश का होन देश अर्थात नोतो देश भनेर चाहिँ भन्ने है या मिनासा यो पनि हाम्रो यति नै हो है ल हामीले अब अर्को जा मिनासान अब चाहिँ हामीले पढ्नुपर्ने कुरा n1 नो n2 भन्ने है यो भनेको के त भन्दाखेरि तपाईहरु झुकिनुहुन्छ भने n1 भनेको के त यसमा चाहिँ हामीले प्रयोग गरिने हामीले यसमा चाहिँ सब्जेक्ट प्रयोग गरिन्छ है जस्तै देशहरुको नाम सब्जेक्ट प्रयोग गरिन्छ भने n2 मा चाहिँ वस्तुको नाम है अब्जेक्ट प्रयोग गरिन्छ वस्तुको नाम ल रे लेखौं त्यसपछि थाहा हुन्छ है कोरे वा के त मैले n1 मा चाहिँ
देशहरूको नाम प्रयोग गरिन्छ भने चाहिँ इन्दो नो तोकेई देश है कोरे वा इन्दो नो तोकेई देश है यो चाहिँ इन्डियाको घडी हो है कोरे वा इन्दो नो तोकेई देश है ल अर्को सोरे वा के त अमेरिका नो खाबान देश है सोरे वा अमेरिका नो खाबान देश है त्यो चाहिँ अमेरिकाको ब्याग हो झोला हो है सोरे वा अमेरिका नो खाबान देश है अर्को लेखौँ आरे वा नेपारू नो आरे वा नेपारू नो के त ल भन्नु के ल ओके होन देश ए आरे वा नेपारू नो होन देश यो चाहिँ नेपालको बुक हो है यसरी चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ त सेन्टेन्स लेख्न सक्छौँ है यसमा हामीले थुप्रै खालका चाहिँ सेन्टेन्सहरू लेख्न सक्छौँ ल ज्यामिनासन हामीले लेसन 2 मा पढ्नुपर्ने ग्रामर भनेको यति हो है तपाईहरुले राम्रोसँग पढेर यो भन्दा झन् राम्रो खालको चाहिँ तपाईहरुले रेहरू एक्जाम्पलहरू चाहिँ बनाउनु भयो भने राम्रो हुन सक्छ है त्यसैले आजलाई मिनासन यति है ज्या माता सीता गम्पाते कुदासाई सायोनारा